सबैजनालाई पुनः नमस्कार। आज फेरि म मेरो आउँदै गरेको किताब रैथानीकरणको एउटा लेख, एउटा विषयवस्तु युवा बस्न नपाउने देश भन्ने शीर्षकको थोरै भाग यहाँको बीचमा वाचन गरेर सुनाउने तर्खर गरेको छु। कस्तो हुन्छ सुनिदिनु होला। युवा बस्न नपाउने देश भित्रको एउटा उपशीर्षक छ, युवाविहीन दलभित्रको लोकतन्त्र। लोकतन्त्रमा राज्य व्यवस्थालाई हाँक्ने राजनीतिक दलहरूले हो, तर दलहरूप्रति युवाको आकर्षण किन छैन? युवा स्वभावले विद्रोही हुन्छन्, अलिकति स्वतन्त्रता र खुल्लापनको अभ्यास गर्न खोज्छन्, तर अहिलेका राजनीतिक दलहरू नोकरशाही प्रकारका छन्। ठुलो र सानोको भारीले थिचिएका छन्। जब नोकरशाहीपन हुन्छ, ठुलो र सानोको धेरै महत्त्व हुन्छ। त्यो युवाका लागि रुचिकर हुँदैन। सुरुमा दैनिक राजनीतिमा देखिने पात्रहरूको एकरूपताले युवालाई वैराग बनाउँछ। राजनीतिमा देखिने बुढ्यौली अनुहारले युवालाई अपिल गर्नै सक्दैन। त्यसमाथि नेताहरूको बोली, गाली गलोज, स्वार्थ केन्द्रित भनाइसँग युवाको कुनै सपना जोडिएको हुँदैन। नेताहरूबीच एकले अर्कोलाई गाली बाहेक अरू कुरा कम हुन्छन्। भविष्यमा समाजलाई राजनीतिले कता लैजान खोजिएको हो, नेताहरूको मन्तव्यबाट कुनै छेकछन्द पाइँदैन। युवाको दृष्टिकोणमा ती सबै गन्थन मात्रै हुन्। दलहरू लोकतान्त्रिकरण हुन सकेकै छैनन्। युवाको आवाजले दलभित्र हस्तक्षेप गर्ने ठाउँ नै छैन। दलभित्रको लोकतन्त्रको कुरा गर्दा कम्युनिस्टहरूलाई